काम नभएको सायद म अगाडि घर भिडियो बनाउँदै देखाएको छु होइन। यस्तो भइसक्यो यहाँनिर त कतिको लागिरहेछ तिमीहरूले कतिको लागिरहेछ तनाव भयो नि त मलाई। अफिस जाँदा राम्रो भएर हिरो भएर हिँड्यो होइन। अब बाटोमा आउँदा आउँदा गाडी यस्तो बनाइदिइरहेछ। हेलो गुड मर्निङ। आज बिहानै उठ्दाखेरि त टक्क पानी परिरहेको छ प्रधान। पानी परेछ टोपी त लाउनु पर्थ्यो। आज पानी परेछ साथीहरू। म त आज यत्तिकै कुद्दै रनिङ गरेर जान्छु आज। ए छाता भेटेँ भने छोडिदिनु म टोपी लगाएर जान्छु। खासैतिर पानी पनि परेछ। म यो टोपी लगाएर टोपी लगाएर गयो भने हुन्छ। यति जाँदा हुँदैन। म त बिहानै उठ्दाखेरि अँध्यारो देखिरहेको थिएँ। आज यत्तिकै जान्छु म पनि। अब भिजेर पनि केही हुँदैन हुन्छ। टोपी लगाएर हिँड्दैछु। देखिन्छ कि देखिँदैन हिलो नि हिलो। यस्तो हिँड्नुमा भयो भने हिँड्नु त पर्यो। जुत्ता चाहिँ कस्तो हुने हो। हिलो पनि यति साह्रो हिलो छ कि बा। ओ माई गड छेप्पी साह्रो नि यार। यस्तो यो हिलो छ क्या यो होइन। अनि हिलोले पुरै मेरो जुत्ता सब फोहोर भइसक्यो। यो हेलो हेलो बोइज हाउ आर यु। ऐज कतिको लागिरहेछ तिमीहरूले कतिको लागिरहेछ। अफिस जानुपर्ने कपडा होइन। अब पुरै हिलो बनाएको छ गाडीले छेपेर। अब के गर्ने होला क्या तल भइरहेछ। फोहोर भइरहेछ कपडाहरू। के गर्ने यार। अफिसबाट फर्क्यौँ कि यतैबाट फर्क्यौँ कि तल भइरहेछ। अब यतैतिर आएर एउटा शिखर चाहिँ खानु पर्ला जस्तो गाई चाहिँ होइन। यहाँनिर गएर एउटा किन्नु पर्ला। एक शिखर दिए ना शिखर 5 वाला। अब कैसी हो आंटी। ठीक है मैम। सब ठीक है एकदम ठीक। आपका फसल कैसे चल रही है अभी। फसल कैसे चल रही है। ठीक ठाक चल रही है ना सब। आज तो सुबह से बारिश हो रही है। अनि यो चाहिँ हो सुल्तानपुर एरिया होइन। त्यो मेट्रोबाट त्यहाँ हामी चढ्ने हो। उता माथिबाट जान्छ। यति फोहोर छ कि बाफ्रे सब फोहोरै फोहोर छ। अनि यस्तो फोहोर भएपछि मेरो जुत्ता त फोहोर भइहाल्छ नि। यस्तो राम्रो जुत्ता हेरेर जुत्ता हेरेँ यता आएर अनि तनाव भयो नि त मलाई। अफिस जाँदा राम्रो भएर हिरो भएर हिँड्यो होइन। अब बाटोमा आउँदा आउँदा गाडी यस्तो बनाइदिइरहेछ। कागेर सफा गर्नु होइन। यता भ्लगको चक्करले गरेर अनि एउटा पानी पलाएको कारणले मेरो पेन्ट सेन्ट सब भित्र गाइस है। केही छैन। कुनै बेला यस्तो हुन्छ भने ल साथीहरू म चाहिँ अब मेट्रो स्टेसन आइपुग्यो। चाहिँ पहाडी देखिरहेको छ। सुल्तानपुर देखिरहेको छ होइन। सुल्तानपुर देखिरहेको छ अनि यहाँबाट चढ्ने हो। ल गाइस म तपाईँहरूलाई चेन्ज गर्ने ठाउँमा पुगेपछि बाँकी भिडियो त्यहाँबाट क्लिपहरू जोड्नेछु। ओके गाइस हजुरले फर्स्ट मेट्रो झरेर सेकेन्ड मेट्रो चढ्नुको लागि जाँदैछु गाइस। अब अलिकति केही समय हिँडेपछि सेकेन्ड मेट्रो आउँछ। सेकेन्ड मेट्रो आएपछि त्यहाँबाट चढेर मात्रै म साउथ एक्सपोर्ट चाहिँ साउथ एक्सपोर्टपछि मेरो अफिसहरू आइहाल्ने। तपाईँको यहाँ चाहिँ दिनको यति मान्छे हुन्छ कि आउने जाने मान्छेहरूको भिड यति धेरै हुन्छ कि यहाँ पनि घुम्नको लागि। अब आफ्नो एउटा काम हुन्छ पेसा हुन्छ। घरमा बसेर सकिँदैन गाइस। त्यही हो नि यो जति पनि पहाडको भिडहरू मान्छेहरू चाहिँ सब काममा हिँड्ने मान्छेहरू। काम नभएको सायद म अगाडि घर भिडियो बनाउँदै देखाएको छु होइन। ओके गाइस आज अफिस जाँदाखेरि अब यो के भन्छ खुट्टाको त्यो जुत्ताभन्दा माथि चाहिँ पुरै फोहोर भएछ मेरो। अब यसलाई पानीले गरी सफा गर्नु पऱ्यो। एकदम मुरफ भइरहेको छु म पनि।
गाडीले पानी छेप्दिएर कस्तो हिलो हिलो माइदियो कि केही छैन कुनै बेला यस्तो हुन्छ पनि अब यहाँबाट ठ्याक्कै अगाडि गइसकेपछि एउटा मेट्रो आउँछ त्यो मेट्रोबाट चाहिँ हामी त्यो सिडीबाट हिँडिरहेको छ किनकि लिफ्ट मात्रै चढेर हुँदैन सिडीबाट पनि हिँड्नुपर्छ कति हिँड्यो त्यति क्यालोरिजहरू घट्ने हो होइन सो गाइज म अब मेट्रो चेन्ज गर्दैछु यो दिल्ली हाट आइने हो तपाईँको यो एरियाबाट चाहिँ सरोजिनी नगर मार्केट जान्छ भने यो एरियाबाट चाहिँ साउथ एक्स जान्छ मेरो अफिस ठ्याक्कै बन्द पनि भइहाल्यो यार साउथ एक्समा चाहिँ आइसक्यौँ हामी है सो आज आइपुग्यौँ म मेरो अफिस त ठ्याक्कै अगाडि हो अफिस त हजुरहरूले देखिसक्नु भएको छ अस्तिको सर्ट भिडियोमै है खत्तम भयो बर्बादै भयो नि त पानी परिरहेको छ बाहिर पुरै अब के गरेर जाने होला बाहिर पुरै पानी परिरहेको छ होइन म त मेट्रोबाट निक्लिसकेको छु पानी परेको छ सबैतिर अब म चाहिँ यत्तिकै जानु पऱ्यो उसै पनि म भिज्नु त भिजिहालेँ होइन अलिअलि मेरो कपडाहरू त फोहोर भइसक्यो अब पानीमा भिजे पनि नभिजे पनि के फाइदा भयो र अनि यो साउथ एक्स बजार चाहिँ यही हो ओके गाइस आजको भ्लगमा यहाँनिर खत्तम गर्नेछु अफिसमा आइपुग्नु लाग्यो पानीले पनि भिजेँ अब गएर सफा गर्नु छ मेरो कपडाहरू ओके गाइस लास्ट समय हेरिदिनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच फर यर लभ